व्हाट्सएप गुड पिपल्स एन्ड वेलकम टु माई न्यू ब्लग। अनि आज हजुरहरूलाई चाहिँ म के देखाउन गइरहेको छु भने सबैहरूले नेपालमा भनिरहेको चिजहरू त्यसलाई हामी खजुर भन्छौँ नि है। मलाई चाहिँ खजुर भन्ने चाहिँ किरा सुनेको थिएँ, तर यहाँ चाहिँ मैले चाहिँ तपाईँलाई खजुर भन्ने एउटा नयाँ चिज देखाउन गइरहेको छु है। त्यो चाहिँ खजुर भनेको चाहिँ यहाँ चाहिँ तपाईँको खाने चिज पनि हुन्छ रहेछ है। यसमा हामीले अब खाना पनि सकिन्छ। यो चाहिँ तपाईँलाई म देखाउन गइरहेको छु। हेर्नु है, यो चाहिँ खजुर भन्छ रहेछ है, यसलाई खजुर भन्छ। तपाईँको यो खाना पनि मिल्छ है। तपाईँलाई यो चाहिँ एकदम रसिलो पनि हुन्छ र साथमा यसको तपाईँको क्यालोरी पनि ज्यादा हुन्छ है। यसमा तपाईँलाई क्यालोरी अलिकति ज्यादा हुन्छ यसमा। अनि यो पर्छ, दाम परे तापनि यो अनुसार चाहिँ हामीले राम्रै तरिकाले इनर्जी पाउन सकिन्छ। यसको फाइदाहरू धेरै छन्। तपाईँहरूलाई कस्तो के कस्तो लाग्यो है। म चाहिँ नेपालमा खजुर खजुर भन्थ्यो, तर एकदम रसिलो हुन्छ। यो चाहिँ तपाईँको खजुर हो है। तपाईँको भित्र चाहिँ भनेको यसको डाँड चाहिँ सानो हुन्छ है, तर एकदम रसिलो हुन्छ। तागतको क्यालोरी पनि हुन्छ तपाईँको लागि। इनर्जी चाहिँ टेस्ट पनि राम्रै हुन्छ है। फलफुलहरू खानुभन्दा बरु यो खाँदा ड्राई फ्रुट चाहिँ एकदम बेस्ट।